हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सबैजनाले हिजोको भ्लग हेरिसक्नुभयो होला। अब हिजोको जस्तै भ्लग हामी आज पनि ल्याउने छौँ। आज पनि हाम्रो साथमा कालु छन्, यता हाम्रो क्रिसल पनि छन्। गाडीले यता डिस्टर्ब हानिसक्यो मेरो इन्ट्रोडक्सन। र अब म चाहिँ यस्तो मिनी भ्लग त के भन्ने, लङ भ्लग नै आउँछ। आज पनि डेली भ्लग ल्याउँछु। अब म डेली भ्लग भनेको हाम्रो रनिङ भ्लग मात्र हुन्छ। गाइजल चाहिँ हामी भाग्दा भाग्दा हिजो मलाई हाइसले राउन्ड लाएको ठाउँमा आइसक्यौँ। यस्तो छ अगाडि क्यामेरा हाल्यो। हिजो मलाई धन्दा हाइसले उडाइदिएको। यता चाहिँ म छु, यस्तै छ। दाइले हेरिदिनु भयो। ए छिटो भाग्ने यार केटाहरू, केटाहरू छ उहाँ छन्। कालेजी भागम भागम, हेलो भनिदिउँ कालेजी। यता जलवा है हमारा। भागिसकेँ, किनभन्दा म अगाडि जान्छु। ट्रेन अगाडि आइसकेँ। केटाहरू चाहिँ छैनन् पछाडि, म चाहिँ केटाभन्दा धेरै नै अगाडि आइसकेँ। अब हेर्दै जानु क्यामेरा हाल्ने पनि। म चाहिँ लगभग 2 किलोमिटर पुग्न लागिसक्यो। अब उता घुम्ती पुगेपछि 2 किलोमिटर खट्छ होइन। यता बाइक आयो, यस्तो छ बाइक। केटाहरू चाहिँ उहाँ छन् होला। अब रोकिन मिल्दैन, ब्लग हेर्दै गर्नु होला। ऊ त चौतारी यहाँ गएछ चाहिँ म भेट्छु। म चाहिँ हामी आउने भनेको ठाउँमा आइसक्यौँ। यहाँ चाहिँ एउटा ब्रेक हुन्छ। यहाँ सुकेको खोला छ। टाढो भने उहाँ छन् बल्ल, उहाँ आउँदैन दुइटा। म चाहिँ धेरै नै अगाडि आएँ तिनीहरूभन्दा। तिनीहरू हिँड्दै आएँ होइन। यहाँ चाहिँ हामी अहिले फर्किँदाखेरि चटपट खाइन्छ होला। अनलाइन पेमेन्ट हुन्छ भने खाने हो, नत्र त्यस्तो क्यास छैन अनलाइन पेमेन्ट मात्र। अब यो गेटअपमा क्यास ल्याउन मिलेन र मोबाइलमा चाहिँ छ पैसा, अनलाइन पेमेन्ट हान्ने। अहिले चाहिँ हामी यो हाम्रो के भन्छ ठाउँको नाम चाहिँ थाहा छैन, तर करेन्ट डाँडा यहाँबाट धेरै छैन। एकछिन लगभग 60 त के भन्ने 800 मिटर जति होला यहाँबाट अगाडि। चाहिँ हामी 3 किलोमिटर मात्र हान्छौँ। पछाडि आइसकेँ। केटाहरू कति लोगे आनो आनो केटा। म चाहिँ हल्का यस्तो के अरे ब्रेक लिन पाएँ। अब यो कालेलाई एकछिन अगाडि जान दिन्छु। काले जति भागे पनि मलाई जित्न सक्दैन। गजब बेइज्जती है त। A few moments later. सो गाइस, हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ, करेन्ट डाँडा होइन। अब यहाँ माथि एउटा सानो पार्क जस्तो हो चौतारी, हामी त्यहीँ जान्छौँ। काले आयो जाम। म क्रिसल, खै त हाम्रो पछाडिको भाइ। यस्तो ढिलो रनिङ आउने मान्छे। म चाहिँ सुरुमै आएको, जहिले नि फर्स्ट त म यो। भाई साहब कुछ ज्यादा नहीं हो गया, मतलब कुछ भी। यो म जति नै नभागे नि। लाइक सब्सक्राइब सेयर गर्नु नभुल्नु होला। यता दुइटा बारहरू हुनुहुन्छ। यो चाहिँ हामी करेन्ट डाँडा पिकनिक स्पोट आइसक्यौँ। यहाँ चाहिँ एउटा ठुलो टावर छ। त्यसको चाहिँ उता के हो थाहा भएन। आइसक्यो हामी करेन्ट डाँडा। कता करेन्ट डाँडा पिकनिक स्पोट आइसक्यौँ। को छ अरे कालु? हिँड्न गए रहा नहीं जाता, तड़प ही ऐसी है ना। दिउँ न ढुक्क त हो नि, भ्लगमा ल्याइदिउँ। अनि अब यस्तै छ। त्यो तलतिर जाट होला। यो चाहिँ करेन्ट डाँडा पिकनिक स्पोट। यो चाहिँ गोरे छ। त्यहाँ चाहिँ पानी त्यस्तो छ। अहिले चाहिँ किन त्यस्तो पछाडि जहिले नि के भयो? आज के खाएर आयो? पुरी खाएर आएको। तिमी के खायो आज?
मैले त त्यो खाजा त छिटै खाएको थिएँ त्यो कपिल घर गएको थिएँ जबरजस्ती चिया खाइदिएँ जबरजस्ती चाहिँ भन्दिनँ अब म गएर बस्यो मैले केही भन्दिनँ ल्याइदिनु भयो ब्लग हानिदिनु सक्छन् यस्तै छ भ्यू राम्रै छ यहाँ पनि सल्लाह सालो कि सल्लाह रहेछ डाटा छ अरे हाम्रो कालेको काले डाटा दिने होइन हामीलाई हटस्पट कालेले हिजो मलाई गजब बेजती हानिदिएको दुईचोटि देख्नुभयो होला काले हिजोको डाइलग फेरि एकचोटिको अडियन्सबाट धेरै नै रिक्वेस्ट आयो कि तेरा कमेन्टै आयो कंट्रोल कंट्रोल बहिनी नै हो काले नाच्ने यार यस्तै छ बुरा लगा उता आदि खोला छ यो चाहिँ अहिले धेरै नै विकास भएको छ करेन्ट डाँडा पिकनिक स्पोट त्यहाँ करेन्ट डाँडा हस्पिटल छ यस्तै छ हिजो चाहिँ हामी उता माथि नागेश्वर गएको थियौँ आज चाहिँ हामी करेन्ट डाँडा आयौँ अब आज करेन्ट डाँडा त रनिङ आएको पार्टनर चाहिँ उहाँ उको रहेछ पार्टनरको गर्लफ्रेन्ड जस्तो हो हाम्रो पार्टनर चाहिँ उहाँ गइसक्यो छलफल हान्न हामी चाहिँ यतै छौँ हामी चाहिँ यस्तरी बस्ने हेर्ने अब क्या त हामी आफू छलफल हान्न जाने काले हामी यस्तरी बस्ने त्यस्तरी हेर्ने होइन मेरो छलफल चलिरह नवाज अन्सरीको बारेमा होइन त काले म टुकियो टुकियो काले टुकिलोहरू तर हो यार टुकी त अब्बाल हो यार तेरोमा कपिराइट लाउने बनाइदिन्छु मैले ए लाउनु के काले ढुक्कै यो ल क्या यस्तो मैले तर हिजो त अलि मिलेन कि हामी चाहिँ यहाँ छौँ हाल्नै सकिन्न ऊ त पारीको गाउँ कुन हो मेरो घर तेरो घर कुन चाहिँ तेरो घर सबै हो मैले घर बनाएको जतासुकै घर के बोले भाइ अब के बोले के जथाभावी बोले यसले फेरि हाम्रो सब्सक्राइबर अहिले त भयो नि सब्सक्राइब भयो नि यार हिजो अति गरिस भनेर हान्दै यार बेजै हामी पुलिस भर्सेस गण्डकी के गर्ने अब यस्तै छ यहीँ बस्ने अब एक्सर्साइज गरेको भिडियो अब म एकछिन बस्छु एक्सर्साइज गरेको भिडियो लिएर भेट्छु क्या गुन्डा बनेगा रे तू प्लिज के भन्ने सब्सक्राइबर हाल्नु न छिटो यस्तो भ्लगमा हालिदिइराखो झनेर यस्तो नाटक पार्ने बिजी हुनुहुन्छ सब्सक्राइबरजीलाई डिस्टर्ब नहानिदिएको अब जाम है ल एकछिन हाम्रो यहाँ काले भाइले पहिला पुसा भन्ने ल कमन 10 रुपियाँ ल 10 रुपियाँ ट्रान्सफर गरिदिन्छु 10 रुपियाँको लागि ल 20 रुपियाँ ल 10 रुपियाँको मैले पुसा भन्छु ल पर पुसा 5 रुपियाँ ल रिचार्ज भरि गरिदिन्छु एक पुसा 5 रुपियाँ एक पुसा 5 रुपियाँ मिनिमम 50 पुसा भन्नु होला भोलि के क्लास नदा नि कहाँ चाहिँ क्या नाचो एसिया पास हुन्छ न कम्प्युटर सिक्न गएको गजब बेइज्जती है तीनटा अनि त्यस्तो होइन म त बोले होइन नि त अनि त्यो सब्सक्राइबर बोलेको नि त त्यही डोन्ट माइन्ड आई डोन्ट टक अदर म यस्तै हो इङ्ग्लिस भनेको इङ्ग्लिस पुसा भन्दिउँ न यत्रो रिक्वेस्ट गरेँ कि गाइस अब चाहिँ हामी जाम यार खाजा खान पर्छ मलाई भोक लाग्यो अब अनलाइन पेमेन्ट कहाँ हुन्छ त्यहीँ खाने हो खाजा चाहिँ उता कुकुर आयो अब यता जर्सी डाँडा यता छ रोड यता छ है यस्तो छ अब चाहिँ हामी जान्छौँ यो करेन्ट डाँडाको हस्पिटल अब चाहिँ म तपाईँलाई रोडमा गएर भेट्छु गाइस अहिले चाहिँ हामी अलिक रोडमा आइसक्यौँ हाम्रो साथी चाहिँ उहाँ माथिको माथि नै छ बाबु छिटो आउने यार ढिलो भयो के छिटो भोलिबाट करेन्ट डाँडा आउने होइन भोलिबाट नागेश्वर अब भोलि उतै बोला भोलि नागेश्वर ठ्याक्क नागेश्वरमा मन्दिर पनि दर्शन हुन्छ अरू पनि समझ रहे हो न हाम्रो कन्टेन्ट पनि हुन्छ होइन
नागेश्वर गसी नागेश्वरमा पो हल्का हुन्छ नि यस्तो ओपन एरियामा भेट्नु होला हुन्छ लेकिन 1 सेकेन्ड कहिले जाम बाबाको बाइक निकाल ल हुन्छ तिमीले काट्छौ मैले काट्ने कि साइड काट्छु ल म नि काट्छु अब टुप्पी काट्न पाइन्न र म काटिदिन्छु यो काट्नै पाइन्न अरे के टुप्पी बाट्ने हो कि तनाव छ क्या यस्तो पाल्ने हो टुप्पी यस्तरी होइन टुप्पी बाट्ने हो यस्तरी बाइक गयो आज हामी यो रोडमा आइसक्यौँ अहिले ठ्याक्क तल 74 भन्दा माथि आइसक्यौँ अहिले चाहिँ हामी अब यस्तै छ पारा के गर्ने अहिले घडीमा चाहिँ लगभग कति बजे पनि देखिएन यार घडीमा त यार ओइ घडीमा कति बज्यो 6:19 भयो अहिले ठ्याक्क आज चाहिँ ढिलो भयो किन ढिलो भयो त अब त्यो ब्लगमा हेरिहाल्नुहुन्छ यति छ यस्तो औडा हान्दिन होइन हामीलाई हामी त स्याङ्जातिर जानुपर्छ कि सन्देश एक दिन जाऊँ न त रोडे बिरुवा नि म कति जाने कहाँ बिरुवा छैन यार पोखरा छ अनि साम भालु पार्छ जाम अनलाइन पेमेन्ट भयो सुरुमा ठ्याक्क यो अब चटपट खाने ठाउँमा आइसक्यौँ हाम्रो पेमेन्टर उता हुनुहुन्छ पेमेन्टर मसित ब्याङ्किङ हो कि भएकै हालिदिन्छु ब्याङ्किङबाट त कति हो नि कति छ 2100 2100 सबै धनी हेर्छ यार यसमा 5000 छ यार मलाई जिरो छ यार जिरो छ केवाइसी उस भर्ने छ अब यस्तै छ ब्लग हेर्दै गर्नु होला लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला अब माया चाहिँ देखाइराख्नु होला मेरो ब्लगमा यस्तो ब्लग त म दिनदिनै ल्याइराख्ने छु चटपट पसल बन्द भयो केटा हो ननाचिकिन भन्न यार ननाचिकिन त म कहाँ नाचेको र गजब बेचती हो रे यार नाच्देऊ नि त तिमी चटपट खुवाइदिन्छु फ्रीमा मलाई विशालले उलाइहाल्छ यार ननाचिकिन यार कस्तो हो कि भन न कि वेलकम टोइलेट टु माई ब्लग इङ्ग्लिस मिल्यो कि मिलेन काले नेपाली ज्ञानोदय नेपाली हो ज्ञान दिएको बेचत नहान्देऊ न ज्ञानदै त होइन मात्र नेपाली स्कुल पढेको मात्रै हो यहाँ अलि पढेको फेरि एससी दिएको चाहिँ ज्ञानोदय बाटो हो एससी दिएको ज्ञानोदय बाटो हो चगर कलामा 10 नभएर एससी दिएको ज्ञानोदय बाटो ए अनि तिम्रो के हो त कुरा नि मेरो सही सेकेन्डरीबाट उच्चबाट कि नामै उच्च कि नामै उच्च है मान्छे नि उच्च हेर्न मान्छे कत्रो हल्का नि उच्च हो कि उच्च सबै उच्च हो कि तर हामी जल्दी टाढा आउन लागिसक्यौँ गाडी गइसक्यो ठुलो यता गयो अर्को नि अनि यस्तो अनि कहाँ गयो त नि यहाँबाट बाइक हालेपछि अनि त्यो भ्लगर दाइले नि अनि उता दाइ गइसक्नु भयो अहिले चाहिँ हामी यसो अगाडि आइरहेको थियौँ अब हाम्रो कालेले चाहिँ एकछिन आगो ताप्छु भनेछन् आगो चाहिँ यस प्रकारको छ देख्न सक्नुहुन्छ यस्तरी आगो बलेछ तर यो वायु प्रदूषण भएको चाहिँ यस्तो यार प्लास्टिक जलाउनु चाहिँ हुन्न यो कसले गरेको यस्तो काम चाहिँ नगरमै यस्तो चाहिँ गर्नुहुन्न है यो कालेलाई झन् मैले नगर भनेको गरिराख कौन है ये लोग कहाँ से आते हैं यस्तै छ के गर्नु जौसी डाँडा आइसक्यौँ अहिले चाहिँ हामी जाम चटपट खाने हो कि चटपट खाने हो घडी हेरौँ केटा एकचोटि कति बज्यो 6:30 भयो कि 7 बजे हिँडेको यस्तै छ होइन अब भ्यू पनि राम्रै आउनु थाल्यो रातिको चाहिँ अब चाहिँ ब्लगको हामी आखिर पोइन्टतिर आउन लाग्यो अब चाहिँ म हल्का अगाडि गएपछि भेट्छु केटाहरू यार के गरे हो यार हिजो कस्तो इन्टरटेनमेन्ट भन कि आज यसो इन्टरटेनमेन्ट गरिदिउँ न यार तेरो मुख फोड्दौँ आइसक्यो यो सिद्धार्थ कटेज बाहिर यहाँ चाहिँ चार्जिङ स्टेसन पनि छ यस्तै छ यहाँ तपाईँहरू खाना आउन सक्नुहुन्छ सिद्धार्थ कटेज छ हामीले चटपट खाने कहाँ हो कि खै यार 7 बजिसक्यो यार अति भयो यार मुखमा खाने हो कि यार कहाँ खाने अरे कहाँ खाने अरे हिजोको कुरा दोहोऱ्याउन चाहिँ त्यही भएर मैले चाहिँ भनिनँ होइन मैले हिजो के भनेको कतिको हामी चाहिँ अब यहाँ चटपट खान्छौँ आइसक्यो हाम्रो स्पोन्सर बाई यता हो होइन कालुजीलाई चटपट खान सुरु गरौँ
गरिहाल्नु चट खाने यस्तो यहाँ स्पोन्सर आएको चटपट नि बजाइहाल्यो नि यस्तो गर्ने रिक्वेस्टमा मेसेज पठाउ न चटपट पनि भ्याइन लायो यहाँ यो रातभरि खुल्ला हुनुहुन्छ तपाईँहरू यहाँ खान सक्नुहुन्छ होइन त अनि त्यो रातभर नै खुल्ला हुन्छ होइन अरू कालेले चाहिँ मैले किने होइन क्युआर गरिदिएँ तर क्युआर चाहिँ हुँदो रहेछ 50 रुपियाँ नि भयो त यार क्युआर त 100 भन्दा माथि हुन्न भनेको होइन के 100 भन्दा माथि हुनुपर्छ भनेको नि त्यसरी ढिलो हामीले 100 को तिनले हाने क्युआर 50 को मैले हाने 150 रुपियाँ गयो म चाहिँ अलु है यस्तै छ अनि एक्लै खाने हो हामी दुईटाले खाम यार हो मिठो रहेछ यार अब घर गरेर अब घर गरेर चाहिँ त्यस्तो खाने भयो यार झन् कालो मान्छेलाई झन् कालो देखिन्छ क्या अँध्यारो भयो यार ब्लगहरू चाहिँ गर्नु होला अब म गोरो मान्छे नि कालो देखिसक्यो होला अब चाहिँ म उता बस देखाउनुपर्छ कि ल ल त्यो बस्न देखाइदिने ल अब अँधेरो अँधेरो यही बसमा घर जाने है उयोमा गएको हौ हामी त काम छैन काली मन्दिर यस्तै छ मात्र भन्नु यार औडा भयो यार भोलि कहाँ जाने किसलको डेटिङ स्पोट भइरहेको ए त नि भोलि नि त्यही जाने हो ओके डन ब्रो किन अँधेरो आहा यो अँधेरो किन आयो मलाई थाहा भन है सरी बल्ल उजेला आयो खाना यार भ्याइदियो 50 रुपियाँ मेरो 50 रुपियाँ भ्याइदियो खाना पायो भन्न ओ गयो कहाँ ऊ किङ्गो थाहा भङ ऊ अब गयो आयो यो काठे घर आइसक्यौँ काठे घर एकदम सुन्दर काठे घर बोलेपछि भोलिपल्ट यस्तो देख्यो भने कस्तो औडा लाग्छ क्या हो किन यस्तो औडा लाग्ने सन्देश चाहिँ यो ठ्याक्क अब यो दुईवटा घुम्ती पछि हाम्रो घर आउँछ क्रिसलको घर चाहिँ यहीँ तल हो अनि यस्तै छ आउँछ हामी यता आइसक्यौँ म चाहिँ अब लाइट बालेर भ्लग बनाउँदैछु किन भन्दा अँधेरो भइसक्यो ऊ त्यहाँ तल काठे घर छ अब त ब्ल्याक नै देखिन्छ मलाई थाहा अब सन्देश त झन् देखेकै छैन क्रिसल भर देखिएछ अब चाहिँ तपाईँहरूलाई मेरो आजको भ्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गर्नु नभुल्नु होला र आजको भ्लग म यहीँ टुङ्गेको घोषित गर्दछु खत्म बाय बाय टाटा गुड बाय गया